अबोध बच्चाहरूलाई छानी छानी काटेर मारियो। ती अबोध बालकहरू कति रोए, चिच्याए, तर कोक्रोमा सुतिरहेको दुधे बालकहरूलाई उनीहरूको आमा बुवाको काखबाट खोसेर ती बच्चाहरू राजा गिर्वान युद्ध विक्रम शाहको पालामा जिउँदै काटियो। जब नेपालको एकीकरण गर्ने नियममा यो शाह वंश पृथ्वीनारायण शाहले विशेष रूपमा त्यति बेला चाहिँ पुरुष भन्ने जति बच्चाहरू पनि कोक्रोदेखि यसो हेरेर पुरुष बच्चा थियो भने काटेर मारिन्थ्यो। भेटिएका केही पुरुष बच्चाहरूलाई पनि शाहवंशीहरूको सेनाले पुरुष बच्चा थियो भने काटेर मारिहाल्ने भइसकेपछि किराती पुर्खाहरूले आफ्नो बच्चाहरूलाई लुकाउन थाले। भेटे जति सबै बच्चालाई शाहवंशी गोर्खाली फौजले छानी छानी हत्या गरिदिए। अनि बासीखोरामा त्यो जहाँ जहाँ बच्चाहरू लुकाएको ठाउँ थियो भेटेकोलाई छापछुप सबै नै सिद्ध्याए। त्यस्तै ठाउँलाई छालुक पाटेमा भन्ने पनि छ। अहिले मारेका बच्चाहरूलाई एकै ठाउँमा थुपारेर राखिदिए। यो क्रूर नरसंहार कुनै समयमा भएको थियो भनेको सुन्दा सायद धेरै नेपालीको मुटु काम्छ होला। कल्पना मात्र गर्दा पनि आज धेरैजना किरातीहरूको आँखामा आँसु आउँछ। फेरि माझ किरात अथवा भोजपुर दक्षिणमा चाहिँ भएको राईहरू भन्ने जति सबैलाई सखाप गर्न कुनै दिन पनि उनीहरू नबिउजिने तरिकाले भनेको नरसंहार हत्या भनेर चाहिँ। अनि छाभुङ्खा भन्ने त्यो जहाँ छा भनेको बच्चा, भुङ्खा भनेको ठुपारी आएको ठाउँ, छाभुङ्खा पनि छ। गिर्वान युद्ध वीर विक्रम शाहको फौजले किरातीहरूको यति धेरै अबोध बच्चाहरूको हत्या गरे कि बच्चाहरू लुकाएर राखेको ठाउँमा पनि खोजी खोजी पृथ्वीनारायण शाहको नाति पुस्ताको शाह वंशको फौजले काटिदियो र पछि बनझाँक्री आएर उधौली र उभौलीमा ढुङ्गा माथि नै नाच्न थाल्यो। बनझाँक्री आएर जस्तै उधौली उभौलीमा आएर दुईटा ढुङ्गा छ, पल्लो ओल्लो नाचेर उहाँ यहाँ नाचिसके पछाडि यहाँनिर यसको तलमुनि रक्तमाला देवी भन्ने छ, त्यहाँनिर पनि नाच्ने गोल्मेमा जान्थ्यो अरे। गोल्मेमा गएर पनि त्यही दिन सबै एकै दिन त्यही दिन नाचेर हिँड्थ्यो भन्नुहुन्थ्यो आफ्नै बुबाले। लगभग 200 वर्ष अगाडि पृथ्वीनारायण शाहको नाति पुस्ता गिर्वान युद्ध विक्रम शाहको फौजले पूर्वतिर आफ्नो सेना बढाउँदै थियो। पुरुषहरू देखियो कि काटिहाल्ने भएपछि किरातीहरूको पुरुषहरू गाउँमा रहँदै नरहने अवस्था आयो। उनीहरू लागे घना जंगलतिर। पुरुषहरू जति गाउँमा नरहने, जंगल जंगल भाग्दै जाँदाखेरि अब तलदेखि माथितिर जंगल भाग्दै जाँदा अब उनीहरूको कुखुराहरू पनि कतिपय लाँदै गरेको भालेभरि बाँसो। अनि त्यो बाँसेको भाले पछ्याउँदै जान्छ अरे पृथ्वीनारायण अथवा नाति शाहवंशको सेनाहरूले नरसंहार हत्या टोलीहरू। धमाधम आफ्नो राज्य विस्तार गर्नको लागि शाहवंशी सेनाहरू पूर्वतिर अगाडि बढ्दै थिए। हतुवागढीमा सबै किरातीलाई सखाफ पार्नको लागि सबैभन्दा उनीहरूको दरबार कब्जा गरिसकेपछि तत्कालीन किराती राजा सुनहाङलाई सुलीमा जिउँदै चढाइयो। 1830 चाहिँ यो माझ किरातको केन्द्र हतुवागढी कब्जा गर्यो, दरबार कब्जा गर्यो। कब्जा गर्दा 31 सालमा चाहिँ त्यहाँको राजा सुनहाङ भन्ने चाहिँ सुली चढाएर मारियो। गुमेको आफ्नो माझ किरातलाई पुनः फर्काउने विद्रोहको सोच पलाइसकेपछि किरातीहरूले जंगलभित्र नै गुरिल्ला शैलीमा तालिम गर्न सुरु गरे। अटल सिंह राई चाहिँ ऊ भागेर बेतिया गएको इन्डियामा भनिन्थ्यो। उनले पुनः 64 सालमा चाहिँ सेना दलबल गठन गरेर चाहिँ अब पुनः हाम्रो राज्य फर्काउनुपर्छ माझ किरात भन्ने हिसाबमा त्यो गुफाभित्र चाहिँ हाम्रो त्यहाँको पुरुषहरू लुक्ने। अनि त्यसभन्दा अलिक माथिल्लो पछि निस्केर अब युद्ध स्थल उनीहरूले पनि कसरत गर्छ अरे। यसरी सम्पूर्ण पुरुष किरातीहरू जो जंगलभित्र गायब भएका थिए उनीहरूले आफ्नो मागलाई सामूहिक रूपमा बल मागेको गोप्य स्थानमा रहेको अचम्मको ढुङ्गासम्म आज हामी जाँदैछौँ। लौ है त साथीहरू, लागो है त। भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नम्बर 7 बासीखोरामा अवस्थित रहेको किरातीहरूको आफ्नो पितृलाई जंगलभित्र सामूहिक रूपमा पुज्नको लागि भेला भए